नमस्ते। म आज किडनीको बारेमा भन्न गइरहेको छु। हाम्रो शरीरमा दुईवटा किडनी हुन्छ हैन। हाम्रो शरीरमा कतिवटा दुईवटा किडनी हुन्छ। केही मान्छेहरूमा जन्मजात एउटा किडनी हुन सक्छ भने नर्मल्ली सबै मानिसमा दुईवटा किडनी हुन्छ। कतिपय मान्छेहरूमा त्यो हाम्रो किडनी कहाँ हुन्छ भने करोडको अन्तिम भागको पछाडितिर गएर बसेको हुन्छ। कतिपय मानिसहरूमा त जन्मजात एउटा हुन्छ। कतिपय मानिसहरूमा किडनी अगाडि आएर पनि बसेको हुन सक्छ। हामी त्यसलाई भन्छौँ हर्स सुज हैन। हुन्छ किडनीको साइजहरू 12x6x3 लम्बाइ 12 चौडाइ 6 त्यसको डिप्थ गहिराइ त्यसको बाक्लाइ कति हुन्छ बाक्लोपना 3 हुन सक्छ। कतिपय मानिसहरू फेरि झुकिएर अण्डाशयलाई पनि किडनीको भन्नुहुन्छ। त्यस्तो प्रायः जस्तो पुरुष मान्छेहरू हुन्छ मेरो किडनी त यता मेरो यहाँ दुखिरहेछ भन्नुहुन्छ नि, तर त्यो किडनीको हुँदैन। त्यो अण्डाशयलाई कतिपय मान्छेहरू झुकिनु भएको हुन्छ, त्यहाँ चाहिँ किडनी हुँदैन। किडनी चाहिँ पछाडि हुन्छ। किडनीको मुख्य कामहरू भनेको पिसा मार्दै छान्नु पनि होइन। किडनीको मुख्य काम शरीरमा पिसा मार्दै बनाउनु होइन। मृगौलाहरूको मुख्य कामहरू भनेको शरीरको तापक्रम मिलाउने, हर्मोनहरू ब्यालेन्स मिलाउने, शरीरको ब्यालेन्सहरू मिलाउने, जसलाई हामी के भन्छौँ अर्को शरीरको इलेक्ट्रोलाइट ब्यालेन्स हैन, सोडियम पोटासियमहरू सबै मिलाउने काम केले गर्छ भने किडनीले गर्छ। अब किडनी बिग्रियो नबिग्रेको हामीले कसरी थाहा पाउने भन्दाखेरि हामीले एउटा सामान्य जाँच, एउटा सस्तो जाँच, सामान्य हामीले युरिन रुटिन एक्जाम भन्ने हुन्छ, पिसाब जाँच, त्योबाट पनि केही कुराहरू पत्ता लाग्न सक्छ। अब हाम्रो म्यानुफ्याक्चर मृगौला भयो, त्यसले उत्पादन के गर्यो पिसाब गर्छ। पिसाबमा कतिको त्यो फ्याक्ट्री त अब मृगौला भयो, त्यसको उत्पादन चाहिँ पिसाब भयो। पिसाबमा हाम्रो कतिको प्रोटिन बगिरहेछ, कतिको केही इन्फेक्सन छ कि छैन, कहीँ ब्लडहरू कतै बगिरहेछ कि छैन भनेर हामीले एउटा सामान्य रुटिन जाँच गऱ्यौँ भने त्यसबाट नै हामीले धेरै कुराहरू थाहा पाउन सकिन्छ।